एकता सन्देश सभाका अध्यक्ष कमरेड, यो सभामा आफ्नो विशिष्ट उपस्थिति जनाइरहनु भएका हाम्रो पार्टी केन्द्रका सहसंयोजक पूर्व प्रधानमन्त्री कमरेड माधव कुमार नेपाल, पार्टीका नेता पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनाल लगायत सबै 16वटै घटक संगठन जो नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुनु भएको छ, सबै नेता कमरेडहरू र यो कार्यक्रममा आफ्नो उपस्थिति जनाइरहनु भएका सम्पूर्ण प्रदेश र यस सभामा उपस्थित सम्पूर्ण आदरणीय जनसमुदाय, सबभन्दा पहिला पार्टी केन्द्रको तर्फबाट र मेरो तर्फबाट एकचोटि फेरि तपाईहरुलाई लाल सलाम भन्न चाहन्छु। कमरेडहरू र मित्रहरू, सबभन्दा पहिला म आज यो विशाल जनसभामा निकै अप्ठ्यारोसँग खादिएर बस्नु भएको छ र यो बाटोमा नअटेर जनसमुदाय र कमरेडहरू उता दुईटा बाटोतिर पनि छचल्किएर बसेको समाचार पनि पाएको छु, मैले देखेको पनि छु। सबभन्दा पहिला त म नेपाल सरकारलाई र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु। जोरदार ढंगले म सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईहरुलाई, किनकि यो नेपाल राज्यको निम्ति, नेपाल राष्ट्रकै निम्ति अपमान र लज्जाको विषय हो। एउटा 50-60 हजार 1 लाख मानिस जम्मा भएर बस्ने एउटा पनि मञ्च चौर हामीका नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ। म नेपाल सरकारलाई र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिहरूलाई पनि यो स्थितिको अन्त्य गर्नको लागि यो मञ्चबाट सबभन्दा पहिला जोरदार आग्रह गर्न चाहन्छु। यो प्रत्येक राजनीतिक दलका निम्ति, विभिन्न सामाजिक संघ संस्थाका निम्ति र सबैका निम्ति पनि राष्ट्रको एउटा खुला मञ्च, एउटा समारोह सभा गर्ने स्थल अनिवार्य छ। यसमा सबैको ध्यान जाओस्। यद्यपि हामीले यो सभाको आयोजना गर्दै गर्दा हामीले सरकारसँग, महानगरसँग र टुणी खेलमा सम्भावना छ कि भनेर टुणी खेलमा पनि आयोजना गर्ने र जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउनको लागि पहल गरिएको थियो, तर हामी सफल हुन सकेनौं। म यहाँ उपस्थित हजारौं जनसमुदायको भावनालाई, उहाँहरूको आवश्यकता र आवाजलाई मुखरित गर्दै यसमा सबै राजनीतिक दलको पनि ध्यान जाओस् भनेर विशेष आग्रह पनि गर्न चाहन्छु। आदरणीय जनसमुदाय, यति भनिसकेपछि म हामीले यो पार्टी एकता सन्देश सभा कस्तो परिस्थितिमा गर्यौं त्यसको बारेमा केही संक्षिप्त चर्चा गर्न चाहन्छु। तपाई हामी सबैलाई थाहा छ, भाद्र 23 र 24 गतेको जेनजी आन्दोलन, त्यसले नितान्त एउटा नयाँ राजनीतिक परिस्थिति सिर्जना गर्यो। त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरूलाई कि सच्चिने प्रण गर कि सकिन तयार हो भन्ने एउटा बलियो सन्देश 23 गतेको जेनजी युवाहरूको आन्दोलनले दियो। म ती जेनजी युवाहरू जसले सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध, जसले स्वतन्त्रताका पक्षमा सोशल मिडियामा कुनै खालको प्रतिबन्ध नहोस् र हाम्रो स्वतन्त्रता कुण्ठित नहोस् भन्नको निम्ति आवाज उठाए र त्यो आवाज उठाए बापत दर्जनौंले शहादत प्राप्त गरे। म ती सबै महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। जेनजी युवाहरूका साथै
विगतका जनयुद्ध र जनआन्दोलनहरूमा विभिन्न उत्पीडित वर्ग जाति क्षेत्र समुदायका आन्दोलनमा शहादत प्राप्त गर्ने हजारौं शहीदहरूप्रति पनि श्रद्धा व्यक्त गर्न चाहन्छु। जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नेपालका राजनीतिक दलहरूमा दुईटा परस्पर विपरीत धाराहरू देखा परेका छन्। म तपाईहरू सबैलाई यो विषयमा गम्भीर रूपले विचार गर्न अपील गर्न चाहन्छु। एउटा धारा युवाहरूलाई अपमानित गर्ने, युवाहरूले उठाएका आवाजहरूलाई गलत तरिकाले व्याख्या गर्ने, उनीहरूलाई आतंककारी सम्मको आरोप लगाउने एउटा प्रवृत्ति देखा पर्यो भने अर्को विचार प्रवृत्ति जेनजी पुस्ताका युवाहरूले जायज कुरा उठाएका छन् र तिनका जायज मागहरूलाई पूरा गरिनु पर्दछ। हामी ती जायज मागका निम्ति युवा प्रतिनिधिहरूलाई, युवा पुस्ताका तमाम क्रान्तिकारीहरूलाई हार्दिक बधाई भन्न चाहन्छौँ। यसरी युवाहरूलाई उत्प्रेरित गर्ने, युवाहरूको पहल कदमीलाई सम्मान गर्ने, सुशासनका पक्षमा बगेको रगतलाई सम्मान गर्ने एउटा विचार, एउटा प्रवृत्ति नेपालमा रहेको छ भने अर्को विचार र प्रवृत्ति त्यसलाई नकारात्मक टिप्पणी गर्ने र त्यसलाई बदनाम गर्ने अर्को प्रवृत्ति रहेको छ। र यी दुईटा विचार र प्रवृत्तिका बीचमा आजभोलि निकै ठुलो बहस भइ पनि रहेको छ। हामीले के भनेका छौं भने हाम्रो पार्टी र अहिले नेताहरूको जो टिम तपाईहरुले देखिराख्नु भएको छ अगाडि, यही नेताहरूको टिम र उनीहरूले नेतृत्व गरेका पार्टी र आन्दोलन नै हो जसले हजारौंको त्याग र बलिदानको बलमा 250 वर्ष पुरानो सामन्ती निरंकुश तन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने असाधारण र ऐतिहासिक महत्त्वको काम पूरा गर्यो। हामी तीनै पार्टी हौं। अघि माधवजीले अलिकति चर्चा गर्नुभयो, चाहे त्यो पञ्चायत विरोधी आन्दोलनको क्रममा हामीले गरेको सहकार्य, सहमति र मोर्चाबद्ध होस्, चाहे जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर सामन्ती निरंकुश तन्त्रलाई नेपालको इतिहासबाट सदाको निम्ति अन्त्य गर्ने महान जनक्रान्ति हो, त्यो हामीले सम्पन्न गर्यौं। यो सामान्य कुरा थिएन। सामन्ती निरंकुश तन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक कर्म हामीले पूरा गर्यौं र त्यही प्रक्रियामा हामीले यो देशका उत्पीडित वर्ग, उत्पीडित जाति, उत्पीडित क्षेत्र, उत्पीडित समुदाय, चाहे त्यो महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत सबैलाई आत्मसम्मान र पहिचान दिने गरी संविधान सभाबाट संविधान निर्माण गर्ने कुराको पनि हामीले नेतृत्व गर्यौं। तपाई हामीलाई सबै थाहा छ, त्यो सबै नेतृत्व गर्दा सायद तपाईहरु मध्ये कतिपयलाई यो कुरा थाहा नहुन सक्छ, जति बेला हामी जनयुद्धको नेतृत्व गर्दै थियौं, जति बेला माधवजी, झलनाथजी, वामदेवजी, अहिले भीमरावल पनि यहाँ आइपुग्नु भएछ, उहाँहरू सबै जनआन्दोलनको नेतृत्व गर्दै हुनुहुन्थ्यो। हामी त्यति बेला पनि लगातार संवादमा थियौं, हामी लगातार सहकार्यमा थियौं। तपाईहरुलाई लागेको होला, लाग्न पनि सक्छ, जनआन्दोलनको नेतृत्व गर्ने र जनयुद्धको नेतृत्व गर्ने पार्टी र शक्तिहरू के साँच्चै सहकार्यमा थिए होला त? म आज बडो प्रष्ट शब्दमा इमानदारीता साथ तपाईहरुलाई भन्न चाहन्छु, हामीहरूको सहमति, सहकार्य र समझदारीबाट नै हामी 12 बुँदे समझदारी, शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र युगमा प्रवेश गरेको हो। र हामीले विगतमा अब नयाँ परिस्थिति बनिसकेपछि अब समाजवादको यात्राको निम्ति
हामी सबै वामपन्थी समाजवादी र कम्युनिस्टहरू एकताबद्ध हुनु पर्दछ भनेर हामीले त्यो प्रयास विगतमा नगरेको होइन। तपाई हामी सबैलाई थाहा छ र हामीले त्यसरी गरेको एकताको पहललाई कम्युनिस्ट क्रान्तिकारीहरूले र आम नेपाली श्रमजीवी जनताले पनि अनुमोदन गरेको थियो र झन्डै निर्वाचनमा असम्भव जस्तै देखिने 2/3 बहुमत एउटै पार्टीले पाउने ठाउँमा नेपाली जनताले पुर्याएको थियो। तर दुर्भाग्य 3 वर्ष बित्दा नबित्दै त्यो एकता सुदृढ भएर जान सकेन, किनकि कम्युनिस्ट पार्टी भित्र र सबै पार्टीमा विचार र नेतृत्व भनेको निकै निर्णायक र महत्त्वपूर्ण तत्त्व हुने गर्दछ। यदि मूल नेतृत्वको विचार गलत भयो, उसको प्रवृत्ति गलत भयो भने भएको शक्ति पनि छिन्न भिन्न हुँदै जान्छ, प्राप्त गरिएको एकता पनि विभाजनमा जान्छ। यदि विचार र नेतृत्व सही भयो भने टुटेका शक्तिहरू पनि जुटेर जान्छन्। यो इतिहासमा पटक पटक विश्वभरि साबित भएको छ र नेपालमा पनि हामीले यो अनुभव प्रत्यक्ष रूपमा हासिल गरेका छौं। कमरेडहरू र मित्रहरू, अहिले कम्युनिस्ट आन्दोलनभित्र देखा परेका दुईटा विचार, दुईटा प्रवृत्ति, दुईटा संस्कार निकै चर्को विवाद बहस र टक्करमा छन्। एउटा विचारले भन्छ थोरै विचारमा अन्तर र मतभेद भए पनि विधिसम्मत तरिकाले सम्मानजनक ढङ्गले बहस छलफल हुन दिनुपर्दछ र त्यसबाट विचारलाई अझ विकसित, अझ परिमार्जित गर्दै लानुपर्दछ। संगठनलाई अझ एकताबद्ध, अझ सशक्त बनाएर जानुपर्दछ भन्ने विचार मार्क्सवाद लेनिनवादलाई र सबै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान नेताहरू माओ त्से-तुङदेखि हामीले हो ची मिन्हको कुरा गर्छौं, हामीले किम इल सुङका कुरा गर्छौं, हामीले अरू थुप्रै क्रान्तिकारी नेताहरूका कुरा गर्छौं। तिनीहरूका अनुभवबाट पनि सिक्दै हामी अझ विचारलाई विकसित गरौं भन्ने एउटा विचार, एउटा मार्क्सवाद लेनिनवादको कुरै नगर्ने र अनि विधिको पालना बिल्कुल नगर्ने, आफूभन्दा भिन्न विचार देखियो भने त्यसलाई अपमानित गर्ने, त्यसलाई कारबाही गर्ने, प्रतिशोध साध्ने अर्को विचार। यो दुईटा विचार र दुईटा प्रवृत्तिका बीचमा निकै ठुलो बहस चलेको छ। म अहिले लामो व्याख्या त गर्न चाहन्न, मलाई लाग्छ तपाईहरु सबैले यो कुरालाई महसुस गरिराख्नु भएकै होला। एकातिर आफूलाई कम्युनिस्ट भन्नेहरूले विभिन्न छल कपट जाल प्रपञ्च गरेर आफ्नै सहयोद्धाहरूलाई प्रतिशोध साध्ने प्रयास भइराखेको छ भने अर्कोतिर हामीले 16 वटा अब बिस्तारै यसमा थपिँदै जान्छ सबै कम्युनिस्टहरूलाई एउटै ठाउँमा केन्द्रित गर्ने विचार। नेपाली कम्युनिस्ट पार्टी यही एकताको, यही सहमति सहकार्यको, यही समाजवादतिरको यात्राको नेतृत्व गर्ने संकल्प सहित आएको पार्टी हो। त्यसकारण तपाई हामी सबैले यो कुरा बुझ्न जरुरी छ, कुन विचार प्रवृत्तिले जनतालाई एकताबद्ध गर्छ, कुन विचार प्रवृत्तिले जनतालाई विभाजित गर्छ, कुन विचार प्रवृत्तिले कम्युनिस्टहरूलाई एकताबद्ध गर्छ र कसले विभाजित गर्छ, यो कुरालाई बुझ्न जरुरी छ। अर्को कुरा, यति बेला नेपालमा खास गरी पछिल्लो कालखण्डमा विचारको महत्त्वलाई, त्याग र तपस्याको भूमिकालाई, इतिहासलाई, निष्ठालाई कम महत्त्व दिने र त्यस्ता विचार प्रवृत्ति र तत्त्वहरू हावी हुने जसको साथमा कुनै वैचारिक इतिहास छैन, कुनै वैचारिक निष्ठा स्पष्ट विचार छैन, त्यस्ता तत्त्वहरू स्टन्टबाजी गरेकै भरमा न कुनै इतिहास छ, न कुनै सुविचारित विचार छ, न कुनै त्याग तपस्या र बलिदानको इतिहास छ,
त्यस्ता मान्छेहरू सोशल मिडियामा स्टन्ट गरेकै भरमा जनतालाई भ्रमित पार्ने एक खालको रोग जस्तै लागेको छ। नेपाली कम्युनिस्ट पार्टी त्यस खालको स्टन्टबाजीबाट होइन, सही विचारका आधारमा अगाडि बढ्ने र राष्ट्रको अगाडि देखा परेको समस्या र सङ्कटलाई समाधान गर्ने सङ्कल्प सहित अगाडि बढेको छ। म यो कुरा पनि सबैको अगाडि जोड दिएर राख्न चाहन्छु। हामी अहिले निकै ठुलो असहज परिस्थितिबाट अगाडि बढिरहेका छौँ। तपाईँ हामीलाई थाहा छ 24 गते भएको विध्वंसका कारणले नेपाल केही समय त राज्यविहीनताको जस्तो अवस्था देखा पर्यो। राष्ट्र निकै ठुलो सङ्कटमा देखियो। हाम्रो राष्ट्रिय स्वाधीनता, हाम्रो नेपाली जनताको आत्मनिर्णयको अधिकार, जनताको सार्वभौम सत्ता नै खतरामा परेको हामीले देख्यौँ। मैले यो कुरा धेरै पटक भनेको छु। त्यति बेला संयोग या सौभाग्य जे भने पनि कमरेड माधव नेपाल र म समेत यो प्रक्रियाबाट थप दुर्घटनातिर नजाओस्, संविधान न्यूनतम रूपमा बचोस् भन्नको निम्ति र राष्ट्रलाई बचाउने प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सकियोस् भन्नका निम्ति हामीले केही न केही सहजीकरण गर्ने अवसर प्राप्त गर्यौं। हामीलाई गर्व छ, हामीले त्यो अवसरको अधिकतम सदुपयोग गर्यौं। अहिले हामी यो सभा गर्दै गर्दा हामीले के भनेका छौं भने यो सभा राष्ट्रमा आइपरेको सङ्कटलाई समाधान गर्न, राष्ट्रिय एकताको शक्ति निर्माण गर्ने उद्देश्यका साथ आयोजित सभा पनि हो। यो एकता विगतमा हामी आफैबाट भए गरेका कमी कमजोरीको समीक्षा गरेर जनताको अगाडि प्रस्तुत हुने सङ्कल्प सभा पनि हो। हामी विगतको भन्दा फरक ढङ्गले अगाडि बढ्न चाहन्छौँ भनेर जनताको अगाडि प्रतिबद्धता व्यक्त गर्ने सभा पनि हो। तपाईहरुले देख्नु भएको छ, हामीले नेपालको इतिहासमा पहिलो पटक एकैसाथ 16 वटा कम्युनिस्ट घटकहरू, समाजवादी र अन्य समूहहरूलाई एकताबद्ध गरेका छौं र हामी चाहन्छौं बाँकी रहेका देशभक्त वामपन्थी र कम्युनिस्टहरू पनि एकताबद्ध हुन्। त्यसको अपिल पनि हामीले गरिराखेका छौं र यो मञ्चबाट म बाँकी सबै सच्चा कम्युनिस्ट र वामपन्थीहरूलाई एकताको यो महाअभियानमा आबद्ध हुनको लागि यो मञ्चबाट अपिल गर्न चाहन्छु। कमरेडहरू र आदरणीय जनसमुदाय, यति बेला अहिलेको राजनीतिमा चलेको निकै चर्को बहस भनेको अब अन्तरिम सरकार बन्यो, संविधानको एउटा धारामा टेकेर 6 महिनाभित्र संसदको निर्वाचन गर्ने, प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय भएको छ। तर अहिले छलफल बहस कता मोडिन खोजेको देखिन्छ भने के साँच्चै फागुन 21 गते निर्वाचन होला त, या एक थरी मानिसहरू निर्वाचन भन्दा पनि संसद पुनर्स्थापनाको कुरालाई लिएर सर्वोच्च अदालततिर गइराख्नु भएको छ र मानिसहरूको मनमा संसद पुनर्स्थापना होला कि निर्वाचन होला भन्ने जस्ता प्रश्नहरू जन्मिरहेका छन्। हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले भने सुरुदेखि नै प्रष्टसँग भनेको छ, यो बदलिएको नयाँ परिस्थितिमा संविधान योभन्दा अप्ठ्यारोमा पर्न नदिनको लागि र सरकारद्वारा घोषित फागुन 21 गतेको निर्वाचन फागुन 21 मा नै हुन पर्यो र त्यो स्वच्छ, निष्पक्ष र धाँधली रहित हुन पर्यो। निर्वाचन नै अबको देशभन्दा सहज बाटो हो। त्यसकारण निर्वाचनलाई बिथोल्ने या निर्वाचनको प्रक्रियामा अगाडि बढ्ने जनताको चाहनालाई, विभिन्न राजनीतिक दलको चाहनालाई भ्रमित गर्ने काम कसैले नगरोस्। किनभने यहाँ एउटा र्युमर भनौं, चर्चा चल्ने गरेको छ।
संसद पुनर्स्थापना सर्वोच्च अदालतले गरि नै हाल्छ। संसद पुनर्स्थापना गरेपछि सजिलै फेरि पुरानै सरकार जस्तै सरकार बन्छ भन्ने कल्पनामा एक थरी मानिसहरू लागेको देखिन्छ। म ती मानिसहरू र साथीहरूलाई त्यो भ्रममा नपर्न अपिल गर्न चाहन्छु। सजिलो छैन, सजिलो छैन। त्यसकारण अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो। अब बिस्तारै हामीले चाहे धनगढीदेखि सुर्खेतसम्म पुग्दा जनताको जे भावना हामीले बुझेका छौँ, जनता बिस्तारै निर्वाचनको लागि तयार भइरहेको छ। राजनीतिक दलहरू पनि कोही कोर्टमा गए पनि मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने नै गरिसकेको छ। एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने पनि देखिसकेको छ। त्यसकारण डबल स्ट्यान्डर्डको कुरा नगरौँ। सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट हौँ। यही नै अहिले नेपालको राष्ट्रिय आवश्यकता बन्न गएको छ। मैले जेनजी आन्दोलनको लगत्तै पछि मिडिया कर्मीहरूलाई भनेको थिएँ, नेपालमा जस्तो असहज परिस्थिति देखा परेको छ, यो परिस्थितिमा जे गर्दा पनि निर्वाचनमा जान पनि राष्ट्रिय सहमति आवश्यक छ, सर्वपक्षीय सहमति आवश्यक छ। अर्को कुनै विकल्पको कुरा गरे पनि सर्वपक्षीय राष्ट्रिय सहमति आवश्यक छ। सहमति बिना अहिलेको असहज परिस्थितिलाई सहज निकास दिन सकिँदैन। आदरणीय जनसमुदाय, आज पनि परिस्थिति के छ तपाईँ जेसुकै भने पनि एक थरी मानिसहरूले कहीँ न कहीँ यो देशमा अस्ति 23-24मा अर्कै कुनै उद्देश्य राखेर यो देशलाई कुनै न कुनै रूपले धराशायी बनाउन चाहने तत्त्वहरू, जसलाई जेनजी युवाहरूले पनि त्यति बेलै भनेका छन् घुसपेठिया हाइज्याकर भनेर भन्ने गरेका छन्, ती तत्त्वहरू अझै पनि निर्वाचन हुने प्रक्रियालाई पनि बिथोल्ने, अर्को कुनै विकल्प आए पनि त्यसलाई बिथोल्ने र यो देशलाई जसरी पनि अराजकताको भुमरीमा लैजाने कसरत गरि नै रहेका छन्। त्यसकारण म यो मञ्चबाट बडो गम्भीरताको साथ र जिम्मेवारीका साथ आम नेपाली जनतालाई अपिल गर्न चाहन्छु, हामी सबै एकजुट भएर घोषित निर्वाचन सफल पार्नको लागि योगदान गरौँ। यो नै सबभन्दा सहज विकल्प हो। यसमा आउने विघ्न बाधाको प्रतिरोध गर्नको लागि सम्पूर्ण एकजुट हौँ। म यो अपिल गर्न चाहन्छु। अहिले अरू कुनै कुरा, अरू कुनै विकल्पतिर जाँदा त्यो अझ बढी जोखिमयुक्त, अझै बढी खतरायुक्त हुन सक्दछ। त्यसकारण एउटा प्रक्रियातिर देश गइ नै सकेको सन्दर्भमा त्यो प्रक्रियालाई सहज सफल पार्नको लागि एकजुट हुनुको विकल्प छैन। अहिले विभिन्न जेनजी युवाहरूको हामी प्रतिनिधि हौँ भनेर केही स्टन्ट गर्ने पात्रहरू र केही त्यस्ता समूहहरू सबै जेनजीको आफू प्रतिनिधि भएको कहीँ न कहीँ प्रचार गरिरहेका छन्। म के भन्न चाहन्छु भने जेनजी युवाहरूको, जेनजी युवा भनेको एउटा उमेर समूह हो। त्यो कुनै विचार, कुनै संस्था, कुनै सङ्गठन होइन। जेनजीहरू यत्र त्यत्र जतासुकै छन्। जेनजीहरू कसैले यो ठान्न हुँदैन कि जेनजी हाम्रै पेवा हो भन्ने ठानेको छ भने त्यो भ्रम हटाइदिए हुन्छ। जेनजी एउटा उमेर समूह हो, त्यो भ्रम कसैले नपाले हुन्छ। म अहिले धेरै नमिठो र तितो भाषा प्रयोग गर्न चाहेको छैन। हामी हौँ प्रतिनिधि भनेर कसैले स्टन्ट नदिए हुन्छ। को सक्कली प्रतिनिधि हो भन्ने कुरा उसको विचार र राजनीतिक एजेन्डामा भर पर्छ। र नेपाली कम्युनिस्ट पार्टी मात्रै जसले भ्रष्टाचारका विरुद्ध अभियान चलायो, जसले सुशासनका पक्षमा लडाईँ लड्यो,
जसले यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारको निम्ति कुर्बानी गर्यो, त्यो नै जेनजी पुस्ताको सही अभिभावक र सही प्रतिनिधि हो। कसैले स्टन्टबाजी नगरे हुन्छ। तपाईहरुको इतिहास के हो हामीलाई थाहा छ राम्रोसँग। तपाईहरुले यो राष्ट्र बचाउनको लागि के कति गर्नुभयो विगतमा हामीलाई थाहा छ। तपाईहरुले धाग नलगाए हुन्छ दुनियाको अगाडि। तपाईहरुले कसैलाई स्टन्टबाजीकै भरमा हामी चुनाव जित्छौं भन्ने भ्रम नपाले हुन्छ। आखिरमा सही को हो गलत को हो त्यो उमेर समूहले निदो गर्ने कुरा होइन। त्यो युवाहरूले पनि विचार सही ल्याउन सक्छन्, प्रौढहरूले पनि ल्याउन सक्छन्, वृद्धहरूले ल्याउन सक्छन्। त्यहाँ सही को हो गलत को हो भन्ने कुराको फैसला उसले अगाडि सार्ने विचार र राजनीतिक एजेन्डामा निर्भर गर्दछ, उमेरमा होइन। त्यसकारण यो भ्रम पनि कसैले नपाले हुन्छ। उमेरैले सबै गर्छ भन्ने कुरा होइन। मैले त सधैँ भन्ने गरेको छु, समाज युवा, प्रौढ र वृद्धहरूको एकतामा, उनीहरूको संयोजनमा समाज चलेको हुन्छ, समाज अगाडि बढेको हुन्छ। बुढा भएर पनि समाज अगाडि बढ्ने होइन, प्रौढ मात्रै भएर पनि अगाडि बढ्ने होइन र युवाहरू मात्रै भएर पनि होइन। त्यसकारण कम्युनिस्टहरूले भन्ने गर्छन् 3 in 1, युवा, प्रौढ र वृद्ध सबै अनुभवहरू र स्पिरिट क्षमताहरूलाई एकीकृत गरेर मात्रै समाजलाई सही गति दिन सकिन्छ। तर आज एक थरी मान्छेले उमेर समूहको भरमा भ्रम दिएर समाजलाई चाहिँ कहीँ न कहीँ कन्फ्युज गर्न चाहेका छन्। यो भ्रमबाट पनि हामी मुक्त हुनुपर्दछ। मैले बडो गम्भीर ढङ्गले दाबीका साथ भन्न चाहन्छु, हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा भ्रष्टाचारका विरुद्ध महाअभियान चलाएकै हो। हामीले सामाजिक न्यायका पक्षमा विभिन्न खालका विभेदका विरुद्ध सङ्घर्ष गरेकै हो। हामीले त्यही गरे बापत हामीलाई सरकारबाट हटाइयो भन्ने कुरा पनि आम नेपाली जनतालाई थाहा भइसकेको छ। र अहिले हामी नेपाली कम्युनिस्ट पार्टीका रूपमा एकताबद्ध भएर त्यही लडाईँ हामी अगाडि बढाउन चाहन्छौँ। र जेनजी पुस्ताका युवाहरूलाई म धन्यवाद भन्न चाहन्छु। तपाईहरुले हाम्रै लडाईँलाई अगाडि बढाइदिनु भयो। तपाईहरु भ्रमित नहुनुहोस्, तपाईहरुको असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो। तपाईहरुका एजेन्डाको वाहक नेपाली कम्युनिस्ट पार्टी नै हो, अरु कोही होइन। तपाईहरु कोही भ्रममा नपर्नुहोस्। तपाईहरु भ्रममा पर्नुभयो भने देशले दुःख पाउँछ। म गम्भीरताको साथ र जिम्मेवारीका साथ तपाई युवा साथीहरूलाई अपिल गर्न चाहन्छु, भ्रममा नपर्नु होला। स्टन्टबाजहरूको हो हल्लाको पछि नलाग्नु होला। तपाईहरु इतिहास हेर्नुहोस्, हिजो जनयुद्ध र जनआन्दोलनको हामीले नेतृत्व गर्दै गर्दा अहिले यहाँ देखेका नेताहरू जति हामी यहाँ टिम छौं, हामी जति बेला पञ्चायतका विरुद्ध लडाईँ लड्दै थियौं, जति बेला हामी सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध लडाईँ लड्दै थियौं, हामी पनि त्यति बेला तपाईहरु जस्तै जेनजी युवाहरू नै थियौं। हामी त्यस्तै युवाहरूकै बलमा हामी अगाडि आएको हो। हाम्रो अनुभव भनेको तपाईहरुको बाआमाले आर्जन गरेको अनुभव हो। बाआमालाई अपमान नगर्नुहोस्। अघि यहाँ आइसक्यो जुन छोराछोरीले आफ्नै आमा बाउको अनुभव, उनीहरूले दिएको शिक्षालाई राम्रोसँग सुन्न इन्कार गर्छन्, ती छोराछोरीहरू असल छोराछोरी हुन सक्दैनन्। म तपाईहरुलाई यो अपिल पनि गर्न चाहन्छु, त्यहाँ सही के हो गलत के हो उमेरले भन्दैन, विचारले भन्छ, राजनीतिक एजेन्डाले भन्छ, देशप्रतिको समर्पण भावले भन्छ। त्यसकारण हामीले यो एकतालाई अगाडि बढाउँदै गर्दा हामीलाई राष्ट्रप्रतिको प्रेम, यो देशप्रतिको प्रेम र जनताप्रतिको निष्ठा, जनताप्रतिको जिम्मेवारीका कारणले हामी आफै बदलिने संकल्प गरेर, आफैलाई बदल्ने आँट गरेर हामी सबै तपाईहरुको अगाडि उपस्थित भएका छौं। 16 वटा पार्टीका नेताहरू र कार्यकर्ताहरू, समर्थक शुभचिन्तक जनताहरू,
अब हामी नेपालमा 1 नम्बर कम्युनिस्ट पार्टी भइ नै सकेका छौं। 1 नम्बर कम्युनिस्ट पार्टी भइ नै सकेका छौं। कसैले भ्रम नपाले हुन्छ, कसैले अहंकार गरेर घमण्ड गरेर आफ्नै साथीहरूको तेजोवध गरेको बलमा हामी पहिलो नभने हुन्छ। जसले जनताको मन जित्ने पार्टीहरूको एकताको भावनालाई अगाडि बढाउने, राष्ट्र प्रेम गर्ने, देशलाई माया गर्ने, जनतालाई माया गर्ने र एकताको तागत लिएर आउने नेपाली कम्युनिस्ट पार्टी 1 नम्बर पार्टी बनि नै सक्यो। म के भन्न चाहन्छु आदरणीय कमरेडहरू र जनसमुदाय, हामी हिजो पञ्चायत विरोधी आन्दोलनका नेता हौं। हामी हिजो सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध लडाईँमा त्यसको नेतृत्व गर्ने प्रमुख धारा हौं। हामी मुख्य शक्ति हौं। हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र संविधान सभाबाट संविधान लेख्ने कुराका नेता हौं। हामी इतिहास बदल्ने, युग बदल्ने आन्दोलनका नेताहरू हौं। हामी 250 वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको उज्यालो ल्याउने हामी त्यो तागत हौं। अहिले हामी हेर्दैछौं केही भुइँफुट्टाहरू जसको विचारको जग पनि छैन, त्यागको इतिहास पनि छैन, निष्ठा पनि छैन, त्यसले बडो सजिलैसँग हामीलाई हेप्ने दुस्साहस गरेको देख्छु म। खबरदार, याद गर्नु होला, हामी त अहिले यो देशलाई सङ्कटबाट बचाउने, सङ्कटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं र हामीले भनेका छौं सहज ढंगले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौं तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नु होला। यदि तपाईहरुले संविधान बार मिच्ने कोसिस एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं। आदरणीय जनसमुदाय, केही अहंकारी र दम्बीहरूले, प्रतिशोध बाहेक केही नदेख्नेहरूले विभिन्न खालका धम्कीका भाषा बोलेका छन्। म आज धम्कीको भाषा बोल्न चाहन्न। शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न होस्। यदि त्यसो गरिएन भने नेपाली कम्युनिस्ट पार्टी अहिले धनगढीदेखि लमही, लमहीदेखि पोखरा, पोखरादेखि विराटनगर, विराटनगरदेखि एउटा ठुलो महासागरै उत्रे जस्तो भयो जनकपुर मधेस, अनि त्यसपछि सुर्खेत र आज काठमाडौँमा जनताको यो विशाल उपस्थिति, यसलाई खेलाची नठानियोस्। यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गर्यो र 250 वर्ष पुरानो राजतन्त्रलाई धाराशाही पार्यो। यो त्यो शक्ति हो, यो त्यो शक्ति हो जसले जनआन्दोलनद्वारा, जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र स्थापना गर्यो। यसरी जनयुद्धको तागत र जनआन्दोलनको तागतलाई एक ठाउँमा ल्याएर इतिहास रच्ने मूल शक्ति र नेतृत्व यही नै हो। यसलाई खेलाची नठानियोस्। म सरकारलाई फेरि पनि जोड दिएर भन्न चाहन्छु, हामीले तपाईलाई निर्वाचन सम्पन्न गर्न सहयोग गरेका छौं। हामीले देशैभरि जनतालाई अपील गरेका छौं निर्वाचनको तयारी गर्नुहोस्। हामीले पार्टीहरूलाई अपील गरेका छौं अर्को दिशातिर नसोच्नुहोस्, निर्वाचनमै केन्द्रित हौं। लोकतन्त्रको यो अभ्यासलाई हामीले असहज परिस्थिति भए पनि अगाडि बढाउँ। तर यदि सरकारले यो कुरालाई नजरअन्दाज गरेर 6 महिना समय थप्ने, 1 वर्ष थप्ने भन्ने हल्ला पनि सुनाउँछन् कोहीले, त्यो गर्यो भने देश फेरि दुर्घटनामा पर्छ। तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन। नेपाली कम्युनिस्ट पार्टी 77 जिल्लाबाट, सबै पालिकाबाट
एउटा नयाँ आन्दोलनको समाजवादी आन्दोलनको एउटा विद्रोहको झण्डा बोकेर आउने छ। यसलाई धम्की नठानियोस्, हेर्नु होला हामी आउने छौं, तर हामी चाहन्छौं कि निर्वाचन सम्पन्न होस्। आजभोलि मिडियामा म देख्छु हाम्रा मिडिया कर्मी साथीहरू इतिहास कसले रच्यो त्यो कुरा भन्न चाहनुहुन्न। स्टन्टबाजहरूको पछि लाग्नुहुन्छ। आजभोलिका मेन मिडिया सबैलाई दोष दिएको होइन, तपाईँ हावाहरूको पछि दौड्या देख्छु म चाहिँ। तपाईहरु हावाका पछि दौडिनु भएको छ या तपाईहरुले केही पाउनु भएको छ कि थाहा छैन। तपाईहरु हेर्नु होला इतिहासको कठघरामा तपाईहरु खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरुले अपमान गर्नु भएको छ। 17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाई दुनियामा कुनै त्यस्तो महान क्रान्ति देख्नु भएको छ जहाँ लाखौं लाख जनताको बलिदान नभएको होस्? कहीं देख्नु भएको छ? तपाईहरुले भन्ने गरेको तथाकथित प्रजातन्त्रमा पनि र हामीले भन्ने गरेको समाजवादी क्रान्तिमा पनि जनताको त्याग र बलिदान बिना कहीं पनि परिवर्तन भएको छैन। ती 17,000 र सयौं जनआन्दोलनका महान शहीदहरूलाई अपमान गर्ने काम बन्द गर्न म मिडिया कर्मी साथीहरूलाई विशेष रूपले भन्न चाहन्छु। यसको हिसाब किताब नेपाली जनताले राखेको छ। ती हजारौं शहीदका हजारौं परिवारका सदस्यहरूले तपाईहरुले कसरी व्याख्या गर्नुहुन्छ, तपाईहरुले के लेख्नुहुन्छ, त्यसको हिसाब राखेको छ भन्ने हेक्का राख्नु होला। जनआन्दोलनका ती तमाम शहीदहरू र घाइतेहरू, जनयुद्धका घाइतेहरू, जनआन्दोलनका घाइते अपाङ्गहरू, तिनका परिवारले तपाईहरुले लेख्ने गरेका कुरा हिसाब राखेर बही खाता राखेर बसेका छन्। ध्यान दिनु होला। अहिले विचारविहीन स्टन्टबाजहरूको प्रचार गर्दा तपाईहरुलाई केही मिल्या होला नजराना। त्यसले केही हुनेवाला छैन। त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्नेतिर ध्यान दिनुस्। देशलाई संकटबाट मुक्त गर्नेतिर केन्द्रित हुनुस्। राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा छ, हामी सबै मिलेर त्यसको रक्षा गर्नुपर्छ। त्यस्ता लेख, त्यस्ता समाचारमा ध्यान दिनुस्। खाली तपाईहरु अब नाम लिम भने फेरि भरे के हुने हो? वर्षौंदेखि जसले राम्रो गरेको छ भनेर राम्रो गरेकोलाई डिफेन्ड गरियो, तिनीहरूले नै अहिले जुन थालमा खायो त्यसैमा भमिट गरेर हिँड्ने। अनि तिनकै समाचार तपाईहरुलाई खुब तातो समाचार बन्छ। हट न्यूज, हट केक। यस्तो नगर्नुस्। बदमासी गर्नलाई बदमास हो भन्नुस्। धोका दिनेहरूलाई धोकेबाज भन्नुस्। तर तपाईहरु त धोकेबाजलाई बोकेर हिँडा जस्तो देखिन्छ। किन बोक्नुहुन्छ? मैले बालेन हर्क सम्पाङलाई संसदको रोस्टमबाटै भने हामीले ल्याएको लोकतन्त्र, हामीले रगत बगाएर ल्याएको लोकतन्त्र जहाँ महिलाको प्रतिनिधित्व छ, दलितको प्रतिनिधित्व छ, जनजातिको प्रतिनिधित्व छ, मधेसीको प्रतिनिधित्व छ, मुस्लिमको प्रतिनिधित्व छ, पूर्वको प्रतिनिधित्व, पश्चिमको प्रतिनिधित्व छ, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको लडेर। अनि त्यहाँ तपाईहरु उम्रिनु भयो। त्यहाँ हाम्रो लोकतन्त्रको तपाईको लोकतन्त्रको होइन। हाम्रो लोकतन्त्रको फूल भनेको तपाईहरुलाई। अहिले त तपाई फूलहरु त बिस्तारै काँडाको हुनियो कि भन्या जस्तो। यसो नगर्नुस्। बुझ्नुस् इतिहास, बुझ्नुस् आन्दोलन, शहीदको रगतको मूल्य बुझ्नुस्। र म फेरि पनि धेरै अप्ठ्यारो परिस्थितिबाट देश गुज्रेकै हुनाले
नेपाली जनताको एकता अपरिहार्य भएको देखेर नै हामीले यो एकता गरेको हो। यो कुनै खेलाची होइन। राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध र निष्ठाको परिणाम हो यो। हामी यसरी केन्द्रित भएका छौँ। मैले धेरै ठाउँमा भनेको छु, हामी नेपालीहरू अहिले पनि गरिब नै छौँ। हामी तुरुन्तै राष्ट्रिय स्वाधीनतामाथि देखा परेको खतरालाई तोड्नको लागि युद्धको मैदानमा जान सक्ने ठाउँमा हामी छैनौँ। हामी एटमिक इनर्जी बनाएर, भट्टी बनाएर, मिसाइल तयार पारेर चाहिँ त्यस्ता प्रतिक्रियावादीसँग लडाईँ लड्न सक्ने स्थितिमा पनि छैनौँ। तर हामी नेपालीहरू इतिहासमा पनि र वर्तमानमा पनि 3 करोड नेपाली एक भयो भने दुनियाँको कुनै ताकत, कुनै मिसाइल कसैको केही लाग्ने छैन। नेपाली जनताले चाहे अंग्रेज भारतका विरुद्ध लडाईँ लड्दा नेपालका सबै जनताहरू, वृद्धहरू, बाल बच्चा समेत लडाईँमा कुदेका इतिहास छन् र ठुलठुला साम्राज्यलाई धुलो चटाएका पनि इतिहास छन्। हामी भोट तिब्बतसँगको लडाईँमा नेपालीहरूले वीरता देखाएका इतिहास पनि हामीसँग छन्। त्यसकारण यो राष्ट्रमाथि अहिले जो सङ्कट ल्याउन खोजिँदैछ, यसको स्वाधीनता र नेपाली जनताको अधिकारमाथि, नेपाली जनतालाई नेपालबारे निर्णय गर्ने अधिकार नदिने अरू कसैले फैसला गर्ने जो परिस्थिति बनाउँदैछ, म उनीहरूलाई खबरदारी भन्न चाहन्छु। नेपाली जनता बिल्कुल तिमीहरूको षड्यन्त्रमा लाग्ने छैन, तिमीहरूको अगाडि झुक्ने छैन। हामीले 3 करोड नेपालीलाई एकताबद्ध गरेर सबै वैदेशिक प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्ने उद्देश्यका साथ यो एकता गरेको हो। यो कुनै खेलाची होइन। मैले भन्ने गरेको छु, हामी अहिले हुन त माधवजी, वामदेवजी, झलनाथजी, भीम रावल, अरू पनि थुप्रै, महेन्द्रजी, हाम्रो प्रेमबहादुरजी, थुप्रै नेता साथीहरू हामी 70 वरिपरिका छौँ। एक थरीले भन्छन् वृद्धाश्रम, अनि यो वृद्धाश्रम भए 74 वर्षको प्रधानमन्त्री कुन आश्रम हो? त्यो कुन आश्रम हो? म अहिले भर्खरै आफ्नै पार्टीभित्रका साथीहरूलाई अनेक प्रपञ्च गरेर चुनाव जिते भन्नेहरूलाई पनि भन्न चाहन्छु, तपाईँ कुन उमेर समूहको हो? तपाईँ कुन उमेर समूहको हो? अस्ति भीम रावलजीले ठाउँ ठाउँमा बोलिदिनु भएको छ। साँच्चै तिमीहरू भन्ने हो भने मैले त भनेको छु, मसँग मर्निङ वाकमा कम्पिटिसन गर्न आए हुन्छ, मसँग एक्सर्साइज गर्न आए हुन्छ। म जेनजी युवाहरूलाई पनि 1-2 दिन म के गरेर दिन बिताउनु छु हेर्न आउनु होला। त्याग, तपस्या, बलिदानको इतिहास हामी सबैको छ, तपाईहरुले थाहा पाउनु भएको छ। मैले आन्दोलनको नेतृत्व गर्दै गर्दा होनहार यो देशका असाध्य राम्रा छोराछोरीहरूको ठूलो बलिदान नजिकबाट देखेको छु। मैले आफ्नै घर परिवार भित्र छोराको, छोरीको, श्रीमतीको हृदय विदारक मृत्युहरू देखेको छु। तर पनि म यो राष्ट्रको निम्ति र जनताको निम्ति अन्तिम साससम्म लडिराख्छु भनेर हिँडेको छु। अन्तिम साससम्म लडिराख्छु। मैले धेरै कुरा सुन्ने गरेको छु, हल्लाहरू तर्साउने कोसिस गरिन्छ, तर्साउन नखोजे हुन्छ। हामी हिजो पनि मृत्यु वरण गरेर अगाडि बढेको हो, जरुर पर्यो भने फेरि पनि बलिदान गर्न तयार। तर प्रतिक्रियावादीहरूका धम्की जालझेल बुझेका छौँ हामीले। तिमीहरू के तयारी गर्दैछौ भन्ने कुरा पनि हामीलाई थाहा छ। हामीलाई नेपाली जनताप्रति विश्वास छ, नेपालप्रति विश्वास छ, नेपाल र नेपाली जनताको निम्ति अब यो देशमा कृषि क्रान्ति गरेरै छाड्नु छ। हामीले कृषि क्रान्ति, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु नै छ। हामीले कृषिमा आधारित उद्योग स्थापना गरेर युवाहरूलाई रोजगार यही सृष्टि गर्नु नै छ। हामीले विगतमा हामीले केही त्रुटि गरेका छौँ, त्यसलाई सच्याउनु नै छ। हामीले नेपालको जलस्रोत, नेपालको पर्यटन, नेपालको जडीबुटी,
यो सबैलाई हामीले राष्ट्र र जनताको हितमा अधिकतम सदुपयोग गर्ने र इमानदारीका साथ श्रमलाई सम्मान गर्ने र उत्पादन कार्यमा जोडिनको लागि हामी आफै बदलिन तयारी गरेका छौं। म सम्पूर्ण नेपाली जनतालाई एकचोटि गहिरो गरी हाम्रो अपिललाई विचार गरिदिन। हामी साँच्चै हाम्रा कमजोरी सच्याउँदै नेपाललाई एउटा नयाँ समाजतिर लैजान प्रतिबद्ध छौं। यो प्रतिबद्धतालाई तपाईहरुले सहयोग गर्नुभयो भने मलाई विश्वास छ आउने निर्वाचनमा हामीले जित्छ कि भन्ने डरले नेपाली कम्युनिस्ट पार्टी त 16 वटा एक ठाउँमा भइसके, भयभरका नेताहरू एक ठाउँमा भइसके, देशभरि जनताको उभार देखियो भनेपछि आत्तिएर चुनाव बिथोल्न लागेका छन्। खबरदार, केही पार्टीहरू आफूलाई हिजो ठुला हट्टी पार्टीहरू भन्ने अब मुसा पार्टी हुनेतिर गएको देखेर तिनीहरू चुनाव नहोस्, त्यही पुरानो संसद फिर्ता भए त हामी ठुला भइहाल्छौँ भन्ने ठानेका होलान्। त्यो भ्रम हो साथीहरू, तपाईहरु त्यो भ्रमबाट बिउजिनुहोस्। म यो भन्न चाहन्छु र अब साँच्चै नयाँ नेपाल या हामी परिवर्तित नेपाल, समाजवादी नेपाल निर्माण गर्नको निम्ति हामी एक भएर अगाडि बढौं। हाम्रो विजय अभियानलाई, हाम्रो जितलाई अब कसैले रोक्न सक्ने छैन। म अगाडि लागे, माधवजी लगायत हामी नेताहरू अगाडि लागेका छौं। हामीलाई बुढा नसम्झिनुहोस्। हाम्रा बाबुबाजेको पालादेखि भन्ने गरेका छन् नि, के भन्ने गरेका छन्? आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको। यो त्यत्तिकै भनिएको होइन। त्यसकारण हाम्रा कुरालाई हल्का नलियोस् भन्दै अन्तमा म कार्ल मार्क्सको एउटा कविता सुनाएर तपाईहरुबाट बिदा हुन चाहन्छु। मलाई एकदम मनपर्ने कविता हो यो। कठिनाइहरू बिनाको शून्य जीवन मेरो लागि होइन। कठिनाइहरू बिनाको शून्य जीवन मेरो लागि होइन। मेरो तुफानी मनलाई यो स्वीकार्य छैन। मलाई त चाहिन्छ एक महान र उच्च लक्ष्य र त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम। आऊ हामी विकट अनि कठिन सुदूर यात्रामा निस्कौं, किनकि निरुद्देश्य र लक्ष्यहीन जीवन हामीलाई स्वीकार्य हुँदैन। हामी झुलिरहेको कलम घिस्दै उत्पीडन र लाचारीमा बाँच्ने छैनौं। हामी झुलेको कलम घिस्दै उत्पीडन र लाचारीमा बाँच्ने छैनौं। हामी आक्रोश, आकांक्षा, आवेग र अभिमानले बाँच्ने छौं। असल मान्छे भएर बाँच्ने छौं। धन्यवाद। लाल सलाम। आदरणीय कमरेडप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र एकचोट जोरदार तालीका साथ झण्डा माथि उठाएर चाहिँ धन्यवाद व्यक्त गरिदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु र म